आज मिति 2082 साल वैशाख महिनाको 30 गते मंगलबार, इस्वी सम्मत 13 मे। सुरु गरौं आजको राशिफल। राशिफलकै क्रममा सबैभन्दा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुने श्रोताहरूको लागि आजको दिन शुभ रहनेछ। अवरोधहरू हट्ने छन् भने सहयोग प्राप्त हुनेछ र व्यावसायिक लाभ मिल्नेछ। नयाँ योजनाहरू थालनी गर्ने सोचमा हुनुहुन्छ भने आज दिन राम्रो रहेको छ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ वृष राशि। वृष राशि हुने श्रोताहरूको लागि स्वास्थ्यमा सुधार आउनेछ। रोकिएको धन हात पर्ने सम्भावना पनि देखिन्छ। मेहनत अनुसारको सफलता पाइनेछ। मित्र परिवारजनको सहयोग पनि मिल्नेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मिथुन राशि। मिथुन राशि हुने श्रोताहरूको लागि आज दिन मिश्रित रहनेछ। स्वास्थ्यमा समस्या देखिन सक्नेछ जसले कार्यक्षमता घटाउन सक्नेछ। काममा ढिलाइ भए तापनि व्यावसायिक क्षेत्रमा भने सफलता मिल्नेछ। आज दिन मिश्रित रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कर्कट राशि। कर्कट राशि हुने श्रोताहरूको लागि समस्याहरू दोहोरिन सक्नेछ। समयमै काम सम्पन्न नहुन पनि सक्नेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। विशेष गरी यात्रामा सावधानी अपनाउनुहोला। माल सामान हराउने वा चोटपटक लाग्ने समस्या पनि देखा पर्न सक्नेछ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। त्यसै गरी राशिफलकै क्रममा 5औं राशि रहेको छ सिंह राशि। सिंह राशि हुने श्रोताहरूको लागि स्वास्थ्यमा सुधार आउनेछ। रोकिएका कामहरू बढ्नेछन् भने आर्थिक रूपमा फाइदा हुने सङ्केत देखिन्छ। सामाजिक कार्यमा पनि सहयोग प्राप्त हुनेछ। आज मान सम्मान बढेर जाने दिन देखिन्छ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कन्या राशि। कन्या राशि हुने श्रोताहरूको लागि नयाँ योजनाहरू अघि बढ्नेछन्। धार्मिक कार्यमा मन जानेछ भने पारिवारिक यात्रा र आत्मविश्वासको वृद्धि भएर जानेछ। विद्यार्थी वर्गको लागि आज पढाइ लेखाइमा राम्रो दिन रहेको छ। नसोचेको धन सम्पत्ति हात लाग्न सक्नेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ तुला राशि। तुला राशि हुने श्रोताहरूको लागि आजको दिन सामान्य रहनेछ। बोलीमा ध्यान दिनुहोस्। यात्रामा सतर्कता अपनाउनु पर्ने दिन देखिन्छ। धार्मिक तथा सामाजिक गतिविधिमा समय खर्च गर्दा लाभ मिल्नेछ। आज तीर्थयात्राको भ्रमण हुन पनि सक्नेछ। आज दिन सामान्य रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ वृश्चिक राशि। वृश्चिक राशि हुने श्रोताहरूको लागि रोकिएका कामहरू बढ्नेछन्। नयाँ अवसरहरू आउनेछन् भने अवसरले तपाईँलाई पछ्याउनेछ। धार्मिक गतिविधिहरूप्रति पनि रुचि बढेर जानेछ र आत्मबल उच्च रहनेछ। विद्यार्थी वर्गको लागि पनि आज शिक्षामा राम्रो दिन देखिन्छ। अरूलाई पछि पार्दै अघि बढ्न सकिने दिन देखिन्छ। दिन राम्रै रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुने श्रोताहरूको लागि शैक्षिक तथा व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ भने लगानीबाट पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। आज नयाँ कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने दिन राम्रो रहेको छ। आज छोटो तथा रमाइलो दूरीको यात्राको तय हुन पनि सक्नेछ। दिन राम्रो रहेकोले सही सदुपयोग अवश्य पनि गर्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुने श्रोताहरूको लागि पढाइमा ध्यान केन्द्रित हुनेछ। अरूलाई पछि पार्दै राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनेछ भने
अनावश्यक खर्चहरू पनि बढ्न सक्नेछन्। आर्थिक योजनामा सतर्क रहनुहोला। त्यसै गरी आज पारिवारिक जमघटको माहौल पनि बढ्नेछ। स्वास्थ्यमा भने सामान्य समस्या आउन सक्नेछ। दिन मिश्रित फलदायी रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। त्यसै गरी अर्को राशि रहेको छ कुम्भ राशि। कुम्भ राशि हुने श्रोताहरूको लागि आजको दिन विशेष सकारात्मक रहनेछ। सफलता मिल्नेछ भने स्वादिष्ट भोजनको अवसर जुर्नेछ। स्वास्थ्यमा सुधार आउनेछ भने आत्मीय जनसँग भेटघाट हुनेछ। आज काममा पछि पर्ने दिन देखिन्छ। दिन मिश्रित रहेकोले सोच विचारले अघि बढ्नुहोला। त्यसै गरी राशिफलकै क्रममा सबैभन्दा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुने श्रोताहरूको लागि सावधानी अपनाउनु पर्ने दिन देखिन्छ। खानपानमा ध्यान दिनुपर्ने हुन सक्नेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले ध्यान पुर्याउनुहोला। व्यापारमा ठुलो प्रगति हुने सम्भावना पनि आज कम भएर जानेछ। यात्रामा पनि सतर्कता अपनाउनुहोला। चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ। दिन नराम्रो रहेकोले होसियारीपूर्वक अघि बढ्नुहोला। यी त थिए यहाँहरूको आजको राशिफल। राशिफलले जे जस्तो फल बताए तापनि यहाँहरूको दिन शुभ बितोस्। हवस् त, धन्यवाद।